हेलो गाइज वेलकम टु माई न्यू ब्लग। मैले आज चाहिँ घरमै जिम बनाएको छु है। सानो अब होमवर्कआउटको लागि मैले चाहिँ सबै डम्बलहरू चेस्ट प्रेसहरूको लागि मैले बेन्चहरू घरमै डम्बल ठुलो हेभी डम्बल लेग प्रेसहरूको लागि पुलअप बारहरू सबै बनाइसकेको छु होइन। मैले घरमै बनाइसकेको छु। त्यसपछि अब जिम जानु पर्दैन होइन। जिम मैले घरमै वर्कआउट गरेर बडी बनाएको। सानो बडी छ अब के ठुलो गर्ने। त्यसपछि मैले डम्बल हेर्न सकिन्छ। डम्बल चाहिँ मैले आफै बनाएको घरमा सिमेन्टहरू किनेर पाइपहरू काटेर बनाएको ट्याक्कै घरमै बनाएको। ठुलो डम्बलहरू पनि छ। ह्याप्पी चाहिँ 45 केजीको छ, 44 केजी छ, 44.90 के अरे 800 ग्राम त्यस्तै 900 ग्राम छ, 45 नै भनौँ। त्यसपछि बेन्च बनाएको घरमै। यो के अरे वेल्डिङ चाहिँ सामानहरू यहाँ घरमै थियो। वेल्डिङ चाहिँ यहाँ घरमा एकचोटि के अरे रेलिङ हाल्न आएको थियो। रेलिङ हाल्दाखेरि अस्ति के अरे ठ्याक्कै मैले यहाँ वेल्डिङ गरिदिएको भने दाइहरूलाई वेल्डिङ गरिदिएको। अनि अरू सबै मैले बनाएको। यो वेल्डिङ सोल्डिङ गर्ने आइडिया चाहिँ मैले सबै आफै गरेको है। त्यसपछि अब किन जानु पऱ्यो होइन। अब यस्तो बनाउन नसके पनि डम्बलहरू चाहिँ बनाउन सकिन्छ नि त होइन घरमा। जिम जानुभन्दा डम्बलहरू के दामी देखेको छ नि त, किन किन्नु पऱ्यो। ठुलो डम्बल चाहिँ होइन 14 केजीको छ। दुइटै अब योमा अलि मिलेन के गर्दै होइन, कलर पनि पुगेन। अनि त्यसपछि सानो डम्बल चाहिँ 8 केजीको छ। पुरानो मैले चिनअप बार चाहिँ मैले घर बाहिर बनाएको थिएँ कि बाहिर त्यो भाइहरूको लागि अब कोही हान्न आउँछन् भनेपछि अब हान्छन् होइन। अनि त्यसपछि मेरो आफ्नै प्राइभेट बनाउनु अब प्राइभेटको लागि मैले आफै अब बाहिर के अरे सरकारी जग्गामा छ, रोडमा छ, भोलि बसेको गाडी साडी आए पनि जाउँ हुन्छ नि त। त्यसपछि Bye bye. See you tomorrow.